नमस्कार। मैले यहाँहरूलाई अघिल्लो भिडियोमा निवेदन कसरी लेख्ने भन्ने विषयमा बुझाउने प्रयास गरेको थिएँ। उक्त भिडियो हेरेर लाइक, शेयर र प्रतिक्रिया दिनुहुने सबैमा हार्दिक धन्यवाद दिँदै आज म फेरि तपाईहरू सामु अफिसियल कामकाजका लागि सम्बन्धित कार्यालयमा जाँदा ध्यान दिनुपर्ने कुराहरू विषयमा सरल तरिकाले बुझाउने प्रयास गरेको छु। भिडियोको अन्त्यसम्म हेरेर साथ दिनुहोला। उपयोगी लागेमा शेयर गरी आफ्नो प्रोफाइलमा समेत सुरक्षित गर्नुहोला। लाइक तथा प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। सुन्दा सामान्य लाग्ने तर हामीले कामको मेसो नबुझ्दा धेरै हैरान र दुःख पाइरहेका हुन्छौँ। मैले अघिल्लो भिडियोमा जस्तै यसलाई पनि मुख्यतया 6 बुँदामा रहेर सरल ढङ्गबाट बुझाउने प्रयास गरेको छु, जुन तपाईँ हाम्रो लागि उपयोगी हुनेछ। बुँदा नम्बर 1 मा सर्वप्रथम तपाईँ कुनै पनि कामले सम्बन्धित कार्यालयमा जाँदै हुनुहुन्छ भने आफ्नो काम के हो, कुन कार्यालय जाने, कुन शाखाबाट काम हुने हो भन्ने कुरा स्पष्ट हुनुहोस्। यसका लागि तपाईले जानुपर्ने कार्यालयको लोकेसन, कामको लागि आवश्यक कागजात लगायत अन्य विषयहरूमा टेलिफोन मार्फत बुझ्न सक्नुहुनेछ। टेलिफोन नम्बर तपाईले गुगल सर्च गरेर वा एनटिसी नम्बरबाट 197 मा कल गरी सम्बन्धित कार्यालयको सम्पर्क नम्बर पत्ता लगाई जानु अघि नै बुझ्नुभएको खण्डमा तपाईको समयको बचत हुनुका साथै गएकै दिनमा काम बन्ने सम्भावना बढी हुन्छ। बुँदा नम्बर 2 मा आवश्यक कागजातको तयारी। तपाईँ के कामको लागि जाँदै हुनुहुन्छ सोसँग सम्बन्धित आवश्यक कागजात तयार गर्नुहोस्। निवेदन, नागरिकता, पासपोर्ट साइज फोटो, आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपि। तपाईँ हामी सबैले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा कस्तो कामका लागि कुन कुन कागजात आवश्यक पर्दछ भन्ने हो। यसका लागि कामको प्रकृति अनुसार काम गर्दै जाँदा सपोर्टेड डकुमेन्टहरूको खोजी हुने हुँदा सामान्यतया सरल भाषामा बुझ्दा तपाईले बुवा आमासँग सम्बन्धित कामकाजका लागि बुवा आमाको नागरिकताको प्रमाणपत्र, यदि नागरिकतामा पति पत्नीको नाम नखुलेको अवस्थामा विवाह दर्ता प्रमाणपत्र, श्रीमान श्रीमतीसँग सम्बन्धित कामकाजका लागि दुवैजनाको नागरिकता र विवाह दर्ता, छोराछोरीसँग सम्बन्धित कामकाजका लागि जन्म दर्ता प्रमाणपत्र तथा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र जस्ता आवश्यक डकुमेन्ट लैजानुपर्ने हुन्छ। यदि शनाखत गर्नुपर्ने अवस्थामा तपाईको सक्कलै नागरिकता अनिवार्य हुने हुँदा सक्कलै नागरिकता बोक्न नभुल्नुहोस्। बुँदा नम्बर 3 मा कार्यालयमा रहेको नागरिक बडापत्रको अध्ययन। प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीहरूलाई सहजताको लागि नागरिक बडापत्र राखिएको हुन्छ। उक्त बडापत्र अध्ययन गर्ने बानी बसाल्नुहोस्, जसबाट हामीले कामको प्रक्रिया, काम गर्ने कोठा नम्बर, काम गर्दा लाग्ने शुल्क र काम गर्न लाग्ने समय समेतको जानकारी लिन सकिन्छ। कार्यालयमा रहेको सोधपुछ कक्षबाट समेत विस्तृत जानकारी लिने बानी बसाल्नुहोस्, जसले अल्मलिनु पर्ने अवस्था रहँदैन। बुँदा नम्बर 4 मा नम्र, सभ्य र आधारयुक्त शब्दहरू प्रयोग। जब तपाईँ कामको सिलसिलामा कार्यालय प्रवेश गर्नुहुन्छ, नम्र, सभ्य र आधारयुक्त शब्दहरू प्रयोग गर्नुहोस्, जसले मनोभावना सकारात्मक भई काममा सहजता पाउनुहुनेछ। झर्को मान्ने, कराउने वा बहस गर्ने बानीले उल्टै समस्या बढाउँछ। बुँदा नम्बर 5 मा धैर्य राख्नुहोस्। सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढी हुने, केही ढिलाइ हुने तथा कामको प्रकृति हेरी प्रक्रिया समेत लामो हुने हुँदा धैर्य र शान्त हुँदा सफलता पाउन सकिन्छ। तपाईँ हाम्रो काम बनिसकेपछि पुनः बुझ्नुहोस् कि केही काम छुट्यो कि, अब कहिले आउने, कुनै कागजात बाँकी छ कि, सबै कुरा बुझेर मात्र फर्कनुहोस्। र अन्त्यमा आफूसँग भएको सबै सकल कागजात छन् कि छैनन् यकिन गर्नुहोस्। प्राय सकल कागजात फोटोकपी गरेको ठाउँमा वा कार्यालयमा छुट्ने सम्भावना हुन्छ। र एउटा कुरा सदैव ख्याल गर्नुहोस्, कुनै पनि कामका लागि नेपाल सरकारले तोकेको राजस्व दस्तुर वा सेवा शुल्क बाहेक अन्य आर्थिक लेनदेनमा सम्झौता नगर्नुहोस्। तोकिएको शुल्क बाहेक कुनै पनि कामका लागि थप पैसा तिर्नुपर्ने हुँदैन। यसमा मैले बताउन चाहेको मुख्य 3 कुराहरू रहेका छन्: कामको आवश्यक तयारी तथा जानकारी, नम्र व्यवहार र धैर्यता। अहिले नेपालको हरेक क्षेत्रमा अनिवार्य जस्तै गरिएको राष्ट्रिय परिचय पत्र सम्बन्धी विस्तृत जानकारीमूलक अर्को भिडियो सामग्री लिएर आउनेछु। धन्यवाद।